नमस्कार साथीहरू, आजको भिडियोमा तपाईले दैनिक जीवनमा प्रयोग हुने नेपाली टु इंग्लिश सेन्टेन्स सजिलै सिक्नुहुनेछ। यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, तपाईको इंग्लिशमा इम्प्रुभ हुनेछ। अब हामी यो भिडियोलाई सुरु गरौँ। अहिले नै गर, अहिले नै गर। डु इट नाउ, डु इट नाउ। अहिले नै गर, डु इट नाउ। के म तिमीलाई चिन्छु, के म तिमीलाई चिन्छु। डु आई नो यु, डु आई नो यु। के म तिमीलाई चिन्छु, डु आई नो यु। के म एउटा कुरा भन्छु, के म एउटा कुरा भन्छु। डु आई से वन थिङ, डु आई से वन थिङ। के म एउटा कुरा भन्छु। के तिमीले प्रयास गर्यौ, के तिमीले प्रयास गर्यौ। डिड यु ट्राई, डिड यु ट्राई। के तिमीले प्रयास गर्यौ, डिड यु ट्राई। के तिमीले सुन्यौ, के तिमीले केही सुन्यौ, के तिमीले केही सुन्यौ। डिड यु हियर एनीथिङ, डिड यु हियर एनीथिङ। के तिमीले केही सुन्यौ, डिड यु हियर एनीथिङ। के तिमीले सुन्यौ, के तिमीले सुन्यौ। डिड यु हियर, डिड यु हियर। के तिमीले सुन्यौ। के तिमीले मलाई फोन गर्यौ, के तिमीले मलाई फोन गर्यौ भन्नुपर्दा हामीले अंग्रेजीमा डिड यु कल मी, डिड यु कल मी। के तिमीले मलाई फोन गर्यौ। निर्णय गर र मलाई भन, निर्णय गर र मलाई भन भन्नुपर्दा हामीले अंग्रेजीमा डिसाइड एन्ड टेल मी, डिसाइड एन्ड टेल मी। निर्णय गर र मलाई भन, डिसाइड एन्ड टेल मी। बुबा घरमा हुनुहुन्न अथवा बाबा घरमा हुनुहुन्न भन्नुपर्दा चाहिँ ड्याड इज नट एट होम, ड्याड इज नट एट होम। बुबा घरमा हुनुहुन्न। मलाई मनाऊ, मलाई मनाऊ, मलाई मनाऊ भन्नुपर्दा हामीले कन्भिन्स मी। अंग्रेजीमा भन्नुपर्दा मलाई मनाऊ भन्नुपर्दा हामीले कन्भिन्स मी भन्नुपर्छ, कन्भिन्स मी, मलाई मनाऊ। मसँगै आऊ, मसँगै आऊ। कम विथ मी, कम विथ मी। मसँगै आऊ, कम विथ मी। जे भए पनि आऊ, जे भए पनि आऊ। कम व्हाट मे, कम व्हाट मे। जे भए पनि आऊ, कम व्हाट मे। कुरामा आऊ, कुरामा आऊ। पोइन्ट टु द पोइन्ट, पोइन्ट टु द पोइन्ट। कुरामा आऊ, पोइन्ट टु द पोइन्ट। चाँडै आऊ, चाँडै आऊ। कम सुन, कम सुन। चाँडै आऊ। अर्को पटक आऊ, अर्को पटक आऊ। कम नेक्स्ट टाइम, कम नेक्स्ट टाइम। अर्को पटक आऊ। छिटो तल आऊ, छिटो तल आऊ। कम डाउन क्विकली, कम डाउन क्विकली। छिटो तल आऊ, छिटो तल आऊ भन्नुपर्दा हामीले अंग्रेजीमा कम डाउन क्विकली, छिटो तल आऊ। फर्क अथवा फर्किनुहोस्, फर्क अथवा फर्किनुहोस् भन्नुपर्दा हामीले अंग्रेजीमा कम ब्याक, कम ब्याक। फर्किनुहोस् अथवा फर्क। तिम्रो पछि ढोका बन्द गर, तिम्रो पछि ढोका बन्द गर। क्लोज द डोर आफ्टर यु, क्लोज द डोर आफ्टर यु। तिम्रो पछि ढोका बन्द गर, क्लोज द डोर आफ्टर यु। अवश्य पनि, अवश्य पनि भन्नुपर्दा हामीले सर्टेनली, सर्टेनली। अवश्य पनि, सर्टेनली। अगाडि बढ, अगाडि बढ। क्यारी अन, क्यारी अन। अगाडि बढ,
Carry on. के तिमी उठ्न सक्छौ? के तिमी उठ्न सक्छौ? Can you stand up? Can you stand up? के तिमी उठ्न सक्छौ? Can you stand up? के तिमी यसको सुगन्ध लिन सक्छौ? के तिमी यसको सुगन्ध लिन सक्छौ? Can you smell it? Can you smell it? के तिमी यसको सुगन्ध लिन सक्छौ? Can you smell it? के तिमी यसलाई ठीक गर्न सक्छौ? के तिमी यसलाई ठीक गर्न सक्छौ? भन्नुपर्दा हामीले अंग्रेजीमा Can you fix it? Can you fix it? के तिमी यसलाई ठीक गर्न सक्छौ? Can you fix it? के तिमी मलाई साँझ फोन गर्न सक्छौ? के तिमी मलाई साँझ फोन गर्न सक्छौ? Can you call me in the evening? Can you call me in the evening? के तिमी मलाई साँझ फोन गर्न सक्छौ? Can you call me in the evening? के म यहाँ बस्न सक्छु? के म यहाँ बस्न सक्छु? Can I sit here? Can I sit here? के म यहाँ बस्न सक्छु? Can I sit here? शान्त हुनुहोस्. शान्त हुनुहोस्. Calm down. Calm down. शान्त हुनुहोस्. Calm down. तर किन? तर किन? But why? But why? तर किन? दूध उमाल्नुहोस्. दूध उमाल्नुहोस्. Boil the milk. Boil the milk. दूध उमाल्नुहोस्. Boil the milk. विश्वास गर्नुहोस् वा नगर्नुहोस्. विश्वास गर्नुहोस् वा नगर्नुहोस्. Believe it or not. Believe it or not. विश्वास गर्नुहोस् वा नगर्नुहोस्. योभन्दा पहिले. योभन्दा पहिले. Before it. Before it. योभन्दा पहिले. Before it. सावधान रहनुहोस्. सावधान रहनुहोस्. Be careful. Be careful. सावधान रहनुहोस्. Be careful. हामीले रातको खाना खायौं. हामीले रातको खाना खायौं. We ate dinner. We ate dinner. हामीले रातको खाना खायौं. We ate dinner. तिनीहरू ढिलो आउँछन्. तिनीहरू ढिलो आउँछन्. They come late. They come late. तिनीहरू ढिलो आउँछन्. They come late. तिनीहरू ढिलो आउँछन्. उनले ढोका खोलिन्. उनले ढोका खोलिन्. She opened the door. She opened the door. उनले ढोका खोलिन्. मैले एउटा चलचित्र हेरे. मैले एउटा चलचित्र हेरे. I saw a movie. I saw a movie. मैले एउटा चलचित्र हेरे. आफै गर. आफै गर. Do it yourself. Do it yourself. आफै गर. रुख पछाडि नलुक्नुहोस् अथवा रुख पछाडि नलुक्नु. रुख पछाडि नलुक्नुस् भन्नुपर्दा हामीले अंग्रेजीमा Do not hide behind a tree. Do not hide behind a tree. रुखको पछाडि नलुक्नुहोस्. के तिमीलाई थाहा छ? के तिमीलाई थाहा छ? Do you know? Do you know? के तिमीलाई थाहा छ? Do you know? मेरो काममा हस्तक्षेप नगर. मेरो काममा हस्तक्षेप नगर. Do not interfere in my work. Do not interfere in my work. मेरो काममा हस्तक्षेप नगर.
पहेलीहरू नबनाऊ पहेलीहरू नबनाऊ Do not take in riddles Do not take in riddles पहेलीहरू नबनाऊ के तिमीसँग मोबाइल छ के तिमीसँग मोबाइल छ भन्नुपर्दा हामीले अंग्रेजीमा Do you have a mobile Do you have a mobile के तिमीसँग मोबाइल छ Do you have a mobile यदि तपाईलाई यस्तो इंग्लिश तो नेपाली सिक्ने भिडियो मन पर्यो भने लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस् अर्को भिडियोमा अझ राम्रो सेन्टेन्सहरू लिएर हामी आउने छौं धन्यवाद